हेलो गाइज, क्रिकेट खेल्न गइरहेको आज हामी लगको डे 2। यता हाम्रो महान प्लेयर्स छन्, यता पनि छ एउटा। फेरि हाम्रो ठाउँ चाहिँ जङ्गलतिर हो खेल्ने, ग्राउन्ड साउन्ड छैन यतातिर। बाटोमा हिलो पनि सही छ यता त। लामो पुग्न म गयो ल। आज त यस्तै हो, यही हाम्रो जङ्गल, यही हाम्रो क्रिकेट ग्राउन्ड सस्ता मस्ता ग्राउन्ड। त्यो ब्याट त खतरा छ होला, त्यो ब्याट किन्ने भनेर यहाँ गरिब लाग्छ क्या। किन ठ्याक्क हुन्थ्यो कि छैन 400 अनि म अनलाइनबाट जुगाड गरिहाल्छु। जुगाड गरिहाल्छु भने किट किनभने पछि छाँछ त्यहाँ ब्याटको किन्ने, हाम्रो ब्याटको चाहिँ बुकको चाहिँ हो। ब्याट बुक भइसक्यो। साँझ भोलि त जहिले भन्छस् पैसा बाटो यस्तै छ गाइज यहाँ त। लगलाइस फाइनली हामी हाम्रो पिचतिर पुगिरहेछौँ। यही हाम्रो खेल्ने ठाउँ, हाम्रो पिच भनेको यही हो, आइरहेछ। उता हाम्रा दुईटा प्लेयरहरू छन्। फाइनली पुगियो गाइज हाम्रो यही पिचमा। यही हो गाइज हाम्रो पिच। फाइनली खेल्न मान त अहिले ल्याछौ खेल सधैँ ल। स्टम्प हानौँ। यही गाइज जस्तो भर्खरै बनाएको ब्याट एसएसको लास्ट महँगो पऱ्यो गाइज, 2000 जति लाग्यो ब्याटमा। अरू साइकल नि छन् हाम्रो बाइकको रूपमा, फिल्डरको रूपमा दुईटा छन् साइकलहरू। खुट्टा काट्यो अहिले, खुट्टा काट्यो एउटा बल देखेन बना त्यही भिडियो भएर थाहा छ। नानी बेकारमा भन्नु नि यस्तै हो। छक्का हान्छ केटाले। अब केटाले अब यहाँ स्टम्प गाडा गयो, अब स्टम्प गाडा जोसमा आयो। भाइ त ल छिटो किलो पनि छ हेर त। बल फालिरहेको खै ब्याट छ अरे। आइज कि यहाँ स्टम्प हाल्नु, यहाँ गरौँ 1 2 3 डिस्ले खेलौँ। कहाँ डिस्ले, पहिला बल किनेर खालि किन्यो। यहाँ अहिले यहाँ 5 लाग्छ। भइहाल्छ। बिना प्याड खेलौँ, के बिना प्याड खेलौँ ल। फर्स्ट सेकेन्ड थर्ड गर 1 भिडियो त रहेमा ल। सिज पेपर रक सेकेन्ड ल। अब हाम्रो हामी यहाँ अब 3 जना मात्र 1 बिट खेलिरहेको छौँ अहिले भिडियो यहीँ समाप्त गरौँ गाइज ल। बलर गइसकेको छ बलिङ गर्न। ल गाइज हाम्रो गेम स्टार्ट भइसकेको छ। यहाँ अघिबाट डिज बलले थियो, अब त्यो बलले चोट लाग्यो। आज सेफ्टी छैन हामीसँग यहाँ खासै। ब्याट्सम्यानले नो बल प्लस वाइडमा तन्काइसकेको छ, बल दिन जानु परिरहेको छ। यता धानको खेतहरू छन्, धान भएको।
कताबाट यार यता रहेछ ऊ हाम्रो बलर ऊ हाम्रो ब्याट्सम्यान यही हो हाम्रो टिम ग्राउन्ड टिम भन्दा नि जङ्गल ग्राउन्ड टिम भन्दा राम्रो छ यहाँ सेवा सुविधा यदि फिल्डरहरू छन् यहाँ जति हाने पनि वापस बल आइहाल्छ रुखमा ठोकेर यही हो हाम्रो 360 यहाँ बाँस आयो भने बाँसको पनि सुविधा छ थियो कि एघार ड्रप खायो म रेडी थिएन भिडियो बनाउनु लाएको थिएँ भिडियो यहाँ भ्लग बनाउन चक्करमा गाइज एउटा हाम्रो मेन इम्पोर्टेन्ट क्याच छुटेको छ यो ब्याट्सम्यानको लागिहाल्यो फाल्नु यसै फाल्न अहिले आउट भइहाल्छ अहिले यार कस्तो म क्याच भइसक्यो एक ड्रप पनि खाइसकेको थिएँ हातमा मोबाइल भयो क्या मोबाइल नभए दुई हातले क्याच गरिहाल्थेँ ऊ त्यहाँ सर्ट हानिसक्यो ब्याट्सम्यानले उता पर नदी पनि छ गाइस हाम्रो यो कता बल कता हानेको थियो ब्याट्सम्यानले भनेपछि कता आयो रे ओए बल यस्तो लागिरहेछ गाइस यहाँ साफ सर पनि हुनसक्छ आइज ओए पाएन मैले त ल कहीको फोन आउनु लाग्यो त यार ल गाइस बल भेटिएको छैन अहिलेको लागि यो भिडियो यहीँ समाप्त गरौँ बाँकी पछि ल हाम्रो दोस्रो ब्याट्सम्यान पनि आइसकेका छन् क्रिजमा बलर नि आइसकेका छन् हाम्रो यहाँ साइकलले धेरै ठुलो भूमिका निभाएको छ कताको बल यही हो हाम्रो बल यो बलर काम न काजको छ यार राम्रो राम्रो भनेको झन् वाइड वाइड फालेर आएको छ कता मलाई हान्ने हो यहाँ ग्लोभ्स किला छैन ब्याट्सम्यानको डरले हो कि क्या हो खै हाम्रो दुईटा बुगाटी यहाँ कल्लेका छन् एउटा बुगाटी एउटा फरारी ओ बलरले कमब्याक हानिसकेका छन् त्यस्तो भन्ने बित्तिकै बलरको कमब्याक भइसकेको छ आज को गर्न भने भिडियो र यति कन्टिन्यू गरेँ भोलिबाट लगाए प्ले बॉल यो इसको टर्न आइसक्यो हाम्रो हिरो जा चुके हैं बॉल आ चुके हैं लगाए रुखले रोकेको छ नत्र सिधै छक्का हो ल ब्याट्सम्यानले स्ट्यान्स लिइसकेका छन् हान्यो 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 सर्ट आउट द सेन्चुरी आहा बोल्ड गाइस यही बलले हो बोल्ड पाडेको हाम्रा हिटर ब्याट्सम्यान नेपालका ल बलरले सेलिब्रेसन गरेका छन् बलरको ब्याटिङ आइसकेको छ ल गाइज आइसकेका छन् हाम्रो क्यामेराम्यान ब्याटिङको लागि बलरले जोडले थाल्यो है हान्त बस आउट हो आउट फिक्स आउट हो खेल्न नआउनु रहेछ ब्याट्सम्यानलाई खालीको ब्याट्सम्यान उहीँ उति ब्याट्सम्यान हो कहाँ आयो बल खोजौँ कहाँ गयो बल पायो पायो कमब्याकतिर देखाउँछ बलरले अहिले केटाले हान्छ अब खै केटाले कस्तो हान्छ ल बलरले कस्तो गर्छ पेस गर्न लाग्छ बलरले हल्लै प्याक जाउँ हान्यो ल ब्याट्सम्यानले हान्यो छ बाउन्ड्री
ल हान्छ केटाले लास्ट बल जाम ल हान्छ केटाले अब यसैसँग हाम्रो यो आजको गेम खतम के अझ गर्ने बलिङ ब्याटिङ ल अझै एक ब्याट्सम्यान अर्को आइसकेको छन् अझै एकछिन अझै झेलाउनु केटाहरू झेलाइदियो मा त्यहीँतिर जुम गरेर हेरिदिन्छु केटा हो रेडी भइसकेका छन् केटाहरू छिटो बलिङ गरेर झेलिसक्यो यार बलरमा ऊ बोल गरेर सेलेक्सन गर्ने ताकमा छ पक्कै एउटा एयरप्लेन गरेछ कहाँबाट अरे बच्चाको याद ताजा भयो कहाँ देखिन चाहिँ हराइहाल्यो अरे गाई भइहाल्यो यार बाटोमाथि गएर केटाले हान्छन् ल कस्तो हान्छन् हेरौँ आउट बलरले गर्यो के ल यसैसँग जाम यसैसँग विकेट पनि निक्लेछन् विकेट फालिसकेको छ हामीले यत्तिकै ल अब बिना विकेटमा बल हान्छ अझै लास्ट बल जाउँ नि अझै बोल्ड यो पनि बोल्ड हो ल जामको जाम बलमा पुग्छ क्या झेलाइसक्यो ब्याट्सम्यानले हेर पदाएछ बल यार सब आउँछ भिडियो हाम्रो च्यानलमा गएर भिजिट गरेर हेर्नु केटा हो सब मिल्छ यहाँ बोल्ड भएको सोल्ड भएको म्याच छक्का चौका सब मिल्छ यहाँ च्यानलमा तनिष भ्लग्स सब आउँछ सब्सक्राइब लाइक सब गरिदिनु केटा फेरि अझै यार ह्याट्रिक लिने केटाले बलरले ह्याट्रिक लिन्छ अझै ह्याट्रिक यो त भाइडोले आउट यसैसँग आजको भ्लग पनि सकिन्छ ल बाई